डु नट अलवेज मेक कि मिराकल छ भन्नु साथ मेरो प्रोक्सिमिटी प्रभुसँग छ भन्ने कुरा चाहिँ होइन। मसँग इभिडेन्सहरू मिराकल्सहरू पुरै छ भन्नु साथ त्यसले यसले दर्शाउँदैन कि म चाहिँ प्रभुसँग रिलेसनमा ठिक छु भन्ने कुरा दर्शाउँदैन। मिराकल चाहिँ प्रभुको हार्ट हो नि त। हालेलुया हालेलुया। सो यहाँनिर के भयो भन्दा गर्दाखेरि नि यो छोरा चाहिँ घर चाहिँ उसको स्थिति बुझेर गएको रहेछ। खासमा चाहिँ मेरो अवस्था एकदमै यहाँनिर के छ, माया लाग्दो छ, तर घरमा त हेर एउटा नोकरहरूले पनि राम्रो खाना खान्छ भनेछ होइन। अनि ऊ जाने कुरा सोचेर चेत एटलिस्ट खोल्यो अनि गयो। अनि गएर चाहिँ नि ऊ बाउ पो दौडिँदै आएछ, बाउले अङ्गालो मारेछ, चुम्बन गरेछ। अनि त्यति बेला पो यहाँनिर बाइबलले भन्छ द सन सेड टु हिम फादर आई हेभ सिन अगेन्स्ट हेभन एन्ड अगेन्स्ट यु। अब चाहिँ उसको के भएछ, रिपेन्टेन्स उसको यहाँनिर खोलिँदैछ। उसले भन्दैछ आई एम नो लङ्गर वर्दी टु बी कल्ड यर सन। म तपाईँको योग्य पनि, तपाईँको छोरा कहलाइने म योग्यको पनि म छुइनँ। But the father said to his servants, quick, bring the best robe and put it on him, put a ring on his finger and sandals on his feet, bring the fattened calf and kill it, let's have a feast and celebrate. For the son of mine was dead and is alive again. He was lost and is found. So they began to celebrate. Hallelujah. What am I telling? मैले के भन्नु खोजिरहेको छु प्रिय यहाँनिर भन्दा गर्दाखेरि नि मैले स्वर्गको विरुद्धमा र तपाईँको विरुद्धमा मैले पाप गरेको छु र म तपाईँको छोरा कहलाइने लायकको पनि म छुइनँ भन्दै गर्दाखेरि नि बाउले के भन्यो अरे सर्भन्ट्सलाई, क्विक छिट्टो गरेर के लिएर आओ, बेस्ट रोप लिएर आओ अनि लगाइदेऊ, उसको औलामा औठीम लगाइदेऊ, उसको खुट्टामा स्यान्डल पनि लगाइदेऊ, एकदमै फ्याटन काफ काट र आऊ हामी भोज गरौँ, सेलिब्रेट गरौँ भनेर भन्यो। स्यान्डल, रोप अनि के अरे रिङ। मैले भन्नु खोजेको नि जब तपाईँ नि फादरमा फर्किनु हुन्छ नि तपाईँले गुमाएको कुराहरू पनि त्यहीँ आइपुग्छ। हालेलुया हालेलुया। जब फादरमा तपाईँ आउनुहुन्छ नि यु डोन्ट ह्याभ टु गो फर अ स्यान्डल, यु डोन्ट ह्याभ टु गो फर अ रिङ, यु डोन्ट ह्याभ टु गो फर अ रोब। द्याट इज समटाइम्स वाट वी आर चेजिङ, राइट हो कि होइन? हो कि होइन? समटाइम्स हामी नि आशिषको पछाडि त्यसरी कुदिरहेको हुन्छौँ, समटाइम्स हामी हाम्रो जीवनमा यसरी कुदिरहेको हुन्छौँ, तर डु नट स्ट्राइभ, डु नट स्ट्राइभ। आज म तपाईँलाई एउटा पोइन्ट भन्न चाहन्छु, रेस्ट, नो द्याट तपाईँको को छ अरे फादर। अनि त्यो फादरमा आइपुग्दा पो फादरको अङ्गालोमा पो रहेछ त त्यो रिङ, त्यो स्यान्डल, त्यो रोप त। हालेलुया हालेलुया हालेलुया।